Okay. हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो के छ अनि मेरो भिडियो हेर्नेहरू सन्चै आराम हुन्छ होला है। म नि एकदम बवाल छु अनि हामी चाहिँ आज बाजे र म नौबनी गाउँपालिका 6 लुङको जुकेमुलको खानेपानीको धारा गराउँदैछौँ भन्नु बाजे। हजुर। अनि अहिले चाहिँ यो धारालाई बजेट कति पर्यो अरे बाजे? 4 लाख। 4 लाखको बजेट हो है। अनि कतिवटा घरले धारा गराउने? 70 वटा हैन? 72 वटा घरमा धारा गराउँदैछौँ र अहिले चाहिँ हामी हाम्रो माइजूको घर वडा सदस्यको घर अनि उहाँ माइजू चाहिँ खोइ बाल्लो साल्लो यताउता के गराउनु लाउनु हो। धारा चाहिँ बवाल बन्नेवाला गाइजहरू होइन। बाजे चाहिँ धेरै पुरानो मान्छे होइन, धारा बनाउँदै आइराख्या। अहिले चाहिँ बुढो हुन धारा बनाउँदै र कति वर्ष भयो बाजे तपाईँले उ गर्नु लाग्यो धारा बनाउनु लाग्यो? मैले खानेपानी काम गर्न लागेको मात्रै 65 वर्ष भयो। 65 वर्ष भइसक्यो बाजेले काम गरेर राखेको। खानेपानीमै काम गर्न लाग्यो। यस्तो ट्याङ्की स्याङ्की होइन, बाल्ला सिमेन्टी यस्तो हातले निक्छु। काम चाहिँ दह्रो गर्नुहुन्छ बाजेले। र अर्को एकजना बाजे हुनुहुन्छ, उहाँ चाहिँ अहिले घर जान हो कुल पूजा गर्न होइन, बोका काट्न जानु आयो होइन। त्यो भएर अहिले चाहिँ हुनुहुन्न, हिजो अस्ति चाहिँ आउनु थियो। सो गाइजहरू बाजे चाहिँ 65 वर्षसम्म खानेपानीमा काम गरे मान्छेले होइन, अझैसम्म काम गर्नुहुन्छ। अब त अलि बाजे मान्छे त धेरैसम्म काम गऱ्यो भने त नाइके साइके यसो ठुलो मान्छे पल्टेर अरूलाई काम गराउने हुन्छ होइन। तपाईँले त आफै काम गर्नुहुन्छ अझैसम्म कलर। म काममा आएको छु होइन, म चाहिँ यस्तरी भिडियो गराउँदै बसेको कि मलाई चाहिँ फेरि छ भन्नु केही भन्न। भन्नाले मिनेटको फल मिठो हुन्छ क्या, आफै मिनेट गरेर खानु नै उचित हो। हो यो चाहिँ एकदम राइट हेर होइन बाजे, सही हो। तर बाजेले चाहिँ लास्टै काम गर्नु हो कि लुङमा नि धेरै गराउनु हो धाराहरू होइन। कति धारा भत्केर गइसके। प्युठान जिल्लामा छ बाजे कहाँ कहाँसम्म पुग्नु हो धारा गराउनु भन्नु त? प्युठान छोरी जाङ सल्यान हजुरको चाहिँ अर्घाखाँची 4वटा जिल्ला, 4वटा जिल्लाभरि खानपानीका धारा गराउँदै हिँड्नु खान बाजे? सबै गर्न आउँछ म। सबै फिटिङदेखि लिएर सबै काम गर्नुहुन्छ बाजेले अहिलेसम्म पनि। र अहिले यी मान्छे घरका मान्छेले पाल्न नचालेर आफै चालेर पनि यी टक्क लाएर धारा बनाइदिँदै हुनुहुन्छ कि। धारा चाहिँ यता छ गाइजहरू, यो धारा बनाउने हो है। यस्तो धारा चाहिँ अब यसमा सबै के हुन्छ, मिटर सिस्टम हुन्छ होइन। अहिले चाहिँ पुरा नयाँ बजेट धारा सम्बन्धी खानपानी सम्बन्धी बजेट पऱ्यो भने सबैले मिटर राख्ने कुरो हो होइन। त्यही हो होइन। अनि धारा सारा कस्तो बन्छ ल टक्क लाएर पुरा भिडियो हेर्नु स्किप नगरिकन। अनि राम्रो लाग्छ भने कमेन्ट गर्नु अनि लाइक गर्नु। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरेर मेरो च्यानलमा जोडिनु होला। ल पुरा भिडियो हेर्नु होला।
अहिले चाहिँ हाम्रो धारासारा पुरा निर्माण भइसकेको छ इटक लाएर होइन यता देख्न सक्नुहुन्छ अनि यता चाहिँ घरबेटी है धारा बनाउनेवाला तपाईँ धारा कस्तो भयो तपाईँको राम्रो भएको भन्छ धारा राम्रो लाग्यो नि धेरै सानो भयो कि ठुलो भयो यसो भन्नु कस्तो भयो एकदम राम्रो भएको भन्छ ठिकै भयो नि। फेरि राम्रो गर्नु पर्ला भनेको छु अब कति घर गराउनु छ अरे अब हाम्रो 60 घरको छोराछोरी 70 वटा घर 70 घर त छैन होला अझै त खै कुनै 17 वटा गराउने भन्ने कुरो हो र अब 60 वटा धारो बाँकी छन् अब टङ्की चाहिँ सानो पर्ला भने जस्तो छ टङ्की चाहिँ अर्को योजनामा चाहिँ टङ्की बढाउनु पर्ला भन्ने लागेको छ अहिले चाहिँ एक घर एक धारा गराउने सपना थियो 15 धारा गरिसक्दा धेरै खुसी लागेको छ अझै पनि फेरि अर्को कार्यक्रममा अरू योजनाहरू गर्न पाए हुन्छ भन्ने लागेको छ ल थ्याङ्क यू ल धारा सानो त भएन नै भएछ नि एकदम ठिक छ सही छ नि सबै दिदीबहिनी खुसी राजी छन् सन्तुष्ट तपाईँ अटाउनु चाहिँ नै धारामा म त अटम मान्छ अरू अटाइ भयो ल ठिक छ धारा ठिक भयो होइन हजुर अब यो राम्रोसित छोप्नलाई पानी आउने जस्तो गरे यताउता हल्का गरे ल माइजी ल भिडियो कस्तो लाग्यो के कस्तो लाग्यो ल तपाईँहरूले कमेन्ट गर्नु होइन धारा चाहिँ बवाल भयो ल टक्क लगाएर होइन सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गर्नु है ल टक्क कलर